र गाइस सन्चै हुनुहुन्छ होला है तपाईँहरू। आज म चाहिँ टक्क कामबाट फर्किने बेलामा एउटा सानो इन्फर्मेसनको भिडियो बनाइदिनु भनेर भिडियो बनाउँदै हिँडिरहेको छु बाटोमा। रुम जाँदै हो नि त म, त्यही भएर सानो इन्फर्मेसन भए पनि बनाइदिउँ भनेर हो। यो चाहिँ के विशेष छ भनेदेखि चाहिँ अब जो आउँदै हुनुहुन्छ नि त अप्रेल इन्टेकमा उहाँहरूको लागि चाहिँ एउटा सानो इन्फर्मेसन है, जाने नजानेको सानो इन्फर्मेसन दिन्छु। किनभने आफूले भोगिरहेको इन्फर्मेसन त भिडियो मार्फत दिएको नि तपाईँहरूले सिक्नुहुन्छ नि त, त्यही भएर भनेको। अब तपाईँहरू अब अप्रेल इन्टेकमा आउँदाखेरि चाहिँ तपाईँहरूले चाहिँ एक नम्बरमा चाहिँ भाषा चाहिँ राम्रो बनाएर आउनु होला होइन। यहाँ भाषा छैन भने अब काम पनि पाइँदैन होइन। लास्ट गाह्रो छ अहिले, भाषा नभए त काम पाउनु लास्टै गाह्रो छ। त्यही माथि टोकियोमा अहिले काम पाइ पनि रहेको छैन क्या। अब यहीँ हुनेहरूले त काम पाइरहेको छैन भनेदेखि अब भर्खर आएको नयाँलाई त काम पाउनु गाह्रो हुन्छ नि त। त्यही हो गाइस। सो टक्क ल्याएर ल्याङ्ग्वेज चाहिँ बनाएर आउनु होला। हामीलाई अब यहाँनिर आएपछि पढ्छु, यहाँबाट यहाँ आएपछि भाषा बनाउँछु भनेर नसोच्दा पनि हुन्छ होइन। लास्ट गाह्रो हुन्छ। अब यहाँ भ्याउँदैन काम भन्यो, गएकोमा गयो पढ्न टाइम हुन्न गाइस। अब काम हुन्छ, कामबाट आएपछि थकेला हुन्छ, पढ्न मन लाग्दैन। त्यही हो गाइस। त्यस अहिलेदेखि नै अब अप्रेलमा आउनु साथीहरूले चाहिँ टक्क लगाएर राम्रोसँग पढेर ल्याङ्ग्वेज राम्रो बनाएर आउनु है। म यति एउटा इन्फर्मेसन दिनु पुऱ्यायो भयो भने आजबाट ट्याक्क एउटा भिडियो मार्फत एउटा सानो इन्फर्मेसन दिएको हजुरहरूले। जस सायद टक्क लगाएर ल्याङ्ग्वेज चाहिँ राम्रो बनाएर आउनु होला। तपाईँहरूले ल्याङ्ग्वेज राम्रो बनाएर आउनुभयो भने तपाईँको लागि यहाँनिर टोकियोमा काम चाहिँ सजिलो पाउन सकिन्छ क्या। जस हामी आउने बेलामा पनि काम पाउन लास्ट गाह्रो हुन्थ्यो, किनकि भाषा पनि थिएन। त्यही भएर एक त चिने मान्छे पनि हुँदैन नि त, चिने मान्छे पनि थिएन। लास्ट टाइम लगाएर काम पाएको थियो हामीले पनि। त्यही भएर मैले तपाईँहरूलाई चाहिँ एउटा सजेसन दिनु लगाएको चाहिँ के हो भनेदेखि यही नै हो, भाषा चाहिँ राम्रो बनाएर आउनु होला। भाषा राम्रो छ भने काम त पाइ नै हाल्छ। त्यही हो गाइस। र मेरो मेन टार्गेट भनेको तपाईँहरूलाई त्यही भाषा राम्रो बनाएर आउनुहोस् भन्नुको लागि एउटा सानो इन्फर्मेसन भिडियो बनाएको। सो गाइस आजको लागि बाई बाई। बाई गाइस।